Hello, welcome back my first video. So hello, के छ गाइज? म एउटा फल सिलिङ मिस्त्री हो। यो रह्यो मेरो प्रोजेक्ट। अनि यहाँ के छ भनेपछि यहाँ पार्टिसन भइरहेको छ। बोर्ड हाल्न बाँकी छ। च्यानल भइसकेको छ। अनि त्यहाँ मेरो ठेकदार साहब आउँदै हुनुहुन्छ। ओ मेरो ठेकदार साहब। अनि यहाँ के छ भने यहाँ वन साइडबाट बोर्ड हालिसकेका छौँ हामीले। तपाईहरु देख्न सक्नुहुन्छ। यो भनेको ढोका हो। यो भेन्टिलेसन हो। यो भेन्टिलेसन हो। यो ढोका। त्यसपछि यता पनि चारवटा कोठा क्लियर छ भित्रबाट। देख्न सक्नुहुन्छ यो ढोका भित्रको एउटा कोठा हो। यो ढोका यसमा चाहिँ भेन्टिलेसन छैन। तपाईको यसमा भेन्टिलेसन र ढोका, त्यसमा भेन्टिलेसन ढोका, त्यसमा ढोका। अनि यता फेरि भित्र पनि छ। भित्रबाट क्लियर छ, एउटा भेन्टिलेसन छ, ढोका छ। यताबाट पनि भेन्टिलेसन छ। क्लियर चाहिँ भएको छैन। फल सिलिङको पुरै भइसकेको छ। अनि यहाँ पनि फ्रेमिङ ओके छ। अनि तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो काम भइरहेको छ धमाधम। हाम्रो मिस्त्री साहब यहाँ गुट्का खाँदै हुनुहुन्छ। हेर्नुस् यहाँ। त्यसपछि तपाईको यता यो ठुलो छ। यो भर्याङ भयो। ऊ बेल्डर साहब आउँदै हुनुहुन्छ। यता पनि तपाईको एउटा ढोका यहाँ छ। एउटा भेन्टिलेसन छ। यसमा छिर्ने ढोका यहाँबाट छ। यहाँबाट तपाई यो कोठामा छिर्नलाई यहाँबाट आएर छिर्नुपर्ने हुन्छ। यसरी यहाँ पनि एउटा ढोका छ। यसमा झ्यालछाल केही छैन। त्यसपछि यताको कामहरु च्यानलको सिधिसकेको छ। अब पछि बोर्ड हाल्नु यसमा बेल्डर साहब मेसिन बोकेर आउँदै हुनुहुन्छ उहाँ। अनि कतादेखि गर्नु जानु पर्छ? ए अब सामानै नआउने रहेछ र सामान थन्काइदिउँ भनेर नि। ए ओ बेल्डर साहब। साफ होइन हो। कहाँ साफ हो? मान्छेहरुले अब यता हाम्रो सुरु हुन्छ आज। भोलि तपाई यसको नि भिडियो हेर्न पाउनुहुन्छ तपाईहरुले। कृपया कुरेर बस्दै गर्नु होला। ओके भिडियो हेर्दिनुको लागि धन्यवाद। थ्यांक यू। बाय बाय। टाटा।